आइयो हामी नमस्कार नमस्कार आइयो दाइको नआसी बल्ल शीतलो भयो गीत बजाउँछन् भाउजूलाई बोला हजुर नाच्नु पर्यो टिकटक बनाउनु ल भाइ भोट मागेको मात्रै धन्यवाद भोटमा आउनु हाम्रा भाइ हो अचानक पर हामीले साथ दिन्छौँ भन्ने चाहिँ पहिलेबाट नै आशा गरेको होइन हामीले चाहिँ तिमीलाई अब दाजुभाइ सँगै हिँडौँ भनेर नि उ गरेको हो तर चाहिँ अब म दाइ चाहिँ यत्तिकै छु ठिकै छ भन्ने कुरो राख्यौ अनि त्यो भएर मैले चाहिँ कसैलाई पनि बल गर्ने कुरो भएन तर हामी दाजुभाइको चाहिँ मन नफाटोस् हामी जे पर्दाखेरि राजनीतिक कारणले फाट्ने हो र गलत हो त यहाँ एउटा लोकतन्त्र भनेको परिवर्तन चाहने क्षमता सबैसँग हुन सक्छ है भोट दिने हो भोट दिएर गएपछि नेता भएर चोट दिने हो हामीलाई त्यहाँभन्दा अरू केही छैन तपाईँ हामी दाजुभाइ निराश छौँ अहिले पढ्दा जेसो भन्दाखेरि हामी एक ठाउँमा छौँ राजनीति भनेको एक दिन हुन्छ एउटा पाटो हो केदारले के भने तिम्रै मात्र गराउँछु म तिमीलाई भने कि अहिले मैले भने भान्ज नमस्कार भनेर भने कि केदारले मलाई के जवाब दियो भने ए तिम्रो नमस्कारसँग चाहिँ हिँड्न पार्टी छोड्ने मान्छेको मैले भने मेरो लागि चाहिँ तिमी सधैँ भान्जा हौ मैले मान्छु तिमीले चाहिँ पार्टी परिवर्तन गरौ भनेर मामा नभने पनि मलाई केही टाउको दुखाइ छैन है तर मैले हजुरहरूलाई हमेसा मानिराख्छु भनेर अनि म हिँड्ने क्या मान्छेको अलिकति त्यस्तो सोच छ त्यो भनेको एकदमै गलत हो किनभने बाबु हामी के छ आस्था हो विचार चिनी आयो जहाँ पनि हिजो चाहिँ एमालेसँग नि मिलेर हिँड्यो माओवादीसँग नि मिलेर हिँड्यो काङ्ग्रेससित पनि मिलेर हिँड्यो पार्टीसित पनि मिलेर हिँडिन्छ हरेक पार्टी आउँछन् नयाँ जन्मने प्रक्रिया भनेको यी नै पुराना पार्टीले बनाएको प्रक्रिया हो यसको लागि करेक्ट बुझ्नुभयो जन्माएको प्रक्रिया हो तर नेपालमा अरू पार्टी नै आएको थिएन एउटा चाहिँ पछाडि विपक्षी भए भयो दुईटा भए त हुन्थ्यो क्या आफै हुन्थ्यो पुरानाले बना जन्माएको सही भन्नु हो नि अहिले 120 पार्टी किन जन्मिँदैन नि हो अब यहाँ एउटा माओवादी फरक जन्मदै गर्दा पनि कसरी गर्छन् त नि भन्ने कुरा पनि विशेष हो होइन अहिले तपाईँहरू लाग्नुपर्छ लाग्नु विजय हुनुहोस् है तर भोलिको फरक के हो त हो त्यो चाहियो के फरक देखियो भने हामी पनि आउँछौँ विजय पछिको फरक चाहियो के देशले गरिसकेपछि देशलाई सम्हाल्न सक्ने क्षमता भएका रहेछन् अनि भने स्वत आइन्छ हो त्यही त कुनै कुनै आउनेवाला छैन सही हो तर भोलि राम्रो गर्यो भने गर्दै गयो भने आउँछ हो सही भन्नुभयो